बुक रिभ्यू टाइम। हाई गाइज, आइम सक्कु। म चाहिँ केही समय अगाडिदेखि यो इजोरिया भन्ने उपन्यास पढ्दै थिएँ अनि फाइनली मैले चाहिँ पढेर सकिसकेको छु। यो उपन्यास चाहिँ सुबिन भट्टराईजीले लेख्नु भएको अनि उहाँले लेख्नु भएको प्रिय सुफी साया र समर लभ चाहिँ मेरो पर्सनल फेभरेट पनि हो। इजोरियाको कुरा गर्नुपर्दा चाहिँ यो चाहिँ हाम्रो पूर्वी मधेसमा रहेको जनकपुरको परिवेशमा आधारित रहेको छ। यसमा चाहिँ मुख्य गरेर महिलाको भोगाई, स्वतन्त्रता, त्यसै गरी एउटा आमाले आफ्नो सन्तान र परिवारको लागि गरेको त्यागलाई चाहिँ एकदमै मार्मिक ढङ्गले प्रस्तुत गर्नुभएको छ। एउटा स्वार्थ बिनाको मित्रतालाई पनि एकदमै राम्रोसँग झल्काइएको छ। यस कथाको एकजना पात्र छिन् सिमरिक। उनको दिदीले चाहिँ कथाको सुरुवाती चरणमा चाहिँ सुसाइड गर्छिन्। अन्तिममा चाहिँ त्यो घटनाको रहस्य पनि खुल्छ, जसले गर्दा चाहिँ कथालाई एउटा छुट्टै किसिमको ट्विस्ट दिन्छ। एन्ड इट इज टु पेनफुल एज अ वुमेन। आई क्यान फिल द्याट पेन इनसाइड मी के त्यो बाध्यता, त्यो लाचारी पनि कतै न कतै अहिले पनि हाम्रो समाजमा महिलाहरूले त्यो भोगिरहेका छन्। अनि कथाको एन्डिङ चाहिँ अलिकति अनक्लियर टाइपको छ। मेबी यसको सेकेन्ड पार्ट पनि आउँछ होला, द्याट्स वाइ यो अलिकति अनक्लियर टाइपको छ। लास्टमा गएर चाहिँ अलिकति खल्लो लाग्यो मलाई चाहिँ। ओभरअल द बुक इज भेरी गुड। मलाई चाहिँ यो बुक पढिरहँदा कुनै पनि पोइन्टमा बोर लागेन। यदि मलाई चाहिँ यो बुक रेट गर्नु पर्यो भने आई वुड give it a 8.5 out of 10. And that's it for today. Thank you so much for watching.